नमस्कार साथीहरु, स्वागत छ तपाईलाई आजको यस नयाँ भिडियोमा। आज हामी चाहिँ पहिला अंडा आयो वा पहिला मुर्गी वा कुखुरा, पहिला अंडा आयो वा पहिला कुखुरा, हामी चाहिँ यो चाहिँ सदियौं पहिलादेखिको नै पहेलीको आधारमा सोध्ने गरिने प्रश्न हो। आज हामी चाहिँ यही प्रश्नलाई चाहिँ आजको यस भिडियोमा भनिछौं। ल कृपया भिडियोलाई अन्तिमसम्म हेर्नु होला। कसैले हामीलाई चाहिँ पहिला अंडा आयो वा पहिला कुखुरा भन्दाखेरि सोध्दाखेरि चाहिँ हामी सोच्छौं कि यदि अंडा नभए त कुखुरा आउँदैन, यदि कुखुरा नभए त अंडा आउँदैन। त्यसैले हामीले चाहिँ कन्फ्युज हुन्छौं, पहिला कुन आयो, यदि अंडा नभए त कुखुरा आउँदैन, कुखुरा नभए त अंडा आउँदैन। त्यसैले हामी कन्फ्युज हुन्छौं। त्यसैले आजभन्दा करिब 115 मिलियन इयर्स पहिला चाहिँ यो पृथ्वीमा डाइनोसरको राज थियो। उड्ने डाइनोसर, दौड्ने डाइनोसर र शिकार गर्ने डाइनोसर जस्ता डाइनोसरहरूको राज थियो। इभोल्युसन जुन डाइरेक्सनमा पनि हुन सक्छ जहाँ त्यो फिट हुन्छ। बर्ड इभोल्भ भएर चाहिँ टिरेक्स जस्तो डाइनोसरमा परिणत भए। यो भन्ने गरिन्छ कि टिरेक्स डाइनोसर र चिकनको चाहिँ एउटै कमन एन्सेस्टर हुने गर्थ्यो। टिरेक्सको चाहिँ रिलेटिभ आजको चिकन र अस्ट्रिच नै हुन्। कहिलेकाहीँ अस्ट्रिचको चाहिँ नजिक जाँदा तपाईले फिल गर्नुहुनेछ कि त्यो अस्ट्रिचबाट चाहिँ त्यस्तै डाइनोसर वाला चाहिँ वेब आउँछ। डाइनोसरहरू चिकन जस्तै गरेर चाहिँ अंडा दिने गर्थे। यो जनावरहरूमा अंडा दिने कला चाहिँ कयौं साल पुरानो हो। भन्दा करिब 375 मिलियन इयर्स पहिला चाहिँ एउटा समुद्री जनावर चाहिँ जमिनमा आउँदा अनि अंडा दिने गर्थ्यो। त्यसको नाम हो टिक्टेनिक रोजे नामको जनावर चाहिँ समुद्रबाट बाहिर आउँदा त्यो पनि अंडा नै दिने गर्थ्यो। यसले दिएको अंडा चाहिँ अहिलेका कुखुराले दिन्छन् त्यस्तो बाहिरको सेल, हार्ड सेल भएको चाहिँ हुँदैन थियो। त्यो चाहिँ माछाको जस्तै अंडा दिने गर्थ्यो, केही सेल नभएको, एउटा मात्र सेलले बनेको। हामी सेल भएको अंडाको कुरा गरौँ भनेपछि यसको इभोल्युसन चाहिँ 300 मिलियन इयर्स पहिला नै भइसकेको थियो। तपाईले यो सही सुन्नुभयो, किनकि जो पहिला 300 मिलियन इयर्स पहिलाको डाइनोसरहरू चाहिँ यसै प्रकारका अंडा दिने गर्थे, बाहिर एउटा हार्ड सेल भएको। हामी यी अंडालाई चाहिँ कुखुरासँग कम्पेयर गरौँ भनेपछि कुखुराको इभोल्युसन चाहिँ 3500 साल पहिला भएको थियो। सही सुन्नुभयो तपाईले। 100 BC मा भएको थियो। ईस्ट एसियामा चाहिँ मानिसहरूले त्यहाँ चामल गहुँ चाहिँ खेती गर्न लाग्दा त्यहाँ भएको एउटा चाहिँ जनावर एकदमै आकर्षित भयो र अनि त्यो जनावर चाहिँ त्यहाँको बाली खानका लागि चाहिँ आउन लाग्यो। अनि त्यसपछि मानिसले यसलाई डोमेस्टिकेट गर्न थाले र त्यसपछि चाहिँ यसलाई चाहिँ मानिसहरूले आफ्नो घरमै पाल्न थाले। यो थियो वाइल्ड रेड जंगल फाउल। यो सेम कुखुराको जस्तै छ। त्यसपछि इभोल्युसनको कारणले चाहिँ कयौं साल पछि चाहिँ यो कुखुरामा परिणत हुन पुग्यो। यसलाई चाहिँ केही थोरै डिफरेन्ट छ यस वाइल्ड रेड जंगल फाउल र कुखुरामा, र सेम छन्। यहाँ एक कुरा त क्लियर हुन्छ, कुखुरा भन्दा अंडा चाहिँ कयौं साल पहिला आए। क्वेशन आउँछ, कुखुरा पहिला आयो वा अंडा, वा कुखुरा पहिला वा कुखुराको अंडा। तपाई यसको एन्सर चाहिँ गेस गर्न चाहनुहुन्छ भनेपछि भिडियोलाई पज गरेर कमेन्ट बक्समा भन्न नबिर्सिनु होला है त। यहाँ सिम्पल छ। अनि कुखुरा चाहिँ इभोल्भ भएको हो वाइल्ड रेड जंगल फाउलबाट। वाइल्ड रेड जंगल फाउल चाहिँ कुनै अर्को जनावरबाट इभोल्भ भएको हो। यसलाई भन्छन् प्रोटो चिकन वा कुखुरा भन्दा चाहिँ पहिला आएको जनावर। अब एक पोइन्ट अफ टाइम भयो होला जब तिनीहरूमा चाहिँ मिट भयो होला र रिप्रोडक्सनको धारा र जेनेटिक न्युट्रिसन देख्न मिल्यो होला। एक यस्तो पहिलो अंडा बन्यो, चाहिँ पहिलो वाइल्ड रेड जंगल फाउल चाहिँ निस्क्यो होला। पहिलो चिकनको चाहिँ जन्म भयो होला। दुईवटा प्रोटो चिकनको मिल्नबाट चाहिँ पहिलो एउटा चिकन बन्यो। इभोल्युसनको प्रोसेस चाहिँ रिप्रोडक्सनको धारा नै उम्रेर आउँछ। त्यसपछि चाहिँ वास्तविक कुखुराले चाहिँ अनि अंडा दियो होला। त्यसपछि अरू धेरै चिकनहरू, कुखुराहरू बन्यो होलान्। क्वेशनको एन्सर यहाँ क्लियर छ, पहिला अंडा आयो। त्यो अंडा चाहिँ कुखुराले नदिएर कुखुरा जस्तै एउटा जनावरले दियो। के भन्न खोजेको यो होइन कि यो चाहिँ एकै दिनमा भयो, एकैछिनमा तिनीहरू चाहिँ मिले अनि त्यसपछि यसरी भयो। यस्तो हुँदैन इभोल्युसनको प्रोसेस। इभोल्युसनको प्रोसेस चाहिँ स्टेज बाई स्टेज
जेनेरेसन बाई जेनेरेसन र धेरै समयपछि चाहिँ यो हुन्छ। मलाई चाहिँ विश्वास छ कि तपाईँले चाहिँ यस भिडियोबाट चाहिँ यस प्रश्नको एन्सर जान्नुभयो होला। जान्नुभएको छ भनेपछि हाम्रो च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला, किनकि हामी यस्तै इन्फर्मेटिभ भिडियोहरू ल्याएर आउने नै छौँ। तबसम्मको लागि हस्त, धन्यवाद।